गरिराखेको ल ठिक छ त यही छोरालाई स्कुल पुर्याउने न्युमा पहिला जान्छस् भने लु जा राख फोन जा हेर जुगे दाजु तिमीले गर्दा मेरो हेर न श्रीमती नै पहिला जाने भइसक्यो टेन्सन जाओस् न त जाओस् दुनियाँलाई मैले केटी खोजेर बिहा गरिदिएको छु तिमीलाई नि एउटी खोजिदिउँला नि तिमीलाई मैले चाहिँ तिम्रो थोत्रो चप्पल बोकेर घरै पुर्याउनु पर्ने भएपछि मैले नयाँ जुत्ता लाएर किन हिँड्नु साँची जुत्ता बोक्छु तिम्रो चप्पल लाएर जान्छु त्यहाँसम्म भए पनि मेरो जुत्ता जोगिन्छ आइडिया चाहिँ आउँछ क्या मलाई अनि तिम्रो फोन त ट्यार भन्नै छोडो त के भयो यत्रो बेर भइसक्यो यहाँ स्विच अफ बन्द बेटी सकिएर अब आफ्नै चप्पल लाएर हिँडिरहेको मेरो चप्पल जुत्ता पनि गएर पसलमा किनिदिनु छ यत्रो दुःख दिइसकेपछि त नाता सम्बन्धै जोड्नु नि बरु कस्तो मान्छे नाता जोड्नलाई अनुहार परे आउनु पर्छ यस्ता अनुहारका सामान नाता जोड्नु तिमी यत्रो मान सम्मान भएको मानसिंहसँग हिँडिरहेछौ अलि गनगन नगरिकन फेरि चप्पल छुट्याइदियो यत्रो जुत्ता किनिदिएपछि चप्पल लाएर हिँड्नुपर्छ जुत्ता लाएर हिँड्नु पर्दैन यही तर छ नि जिन्दगी चप्पल छिनेछ हजुर फेरि कुन चाहिँ आइपुग्यो हामीसँग छ चप्पल लिहाल्नुहुन्छ चप्पल हामीसँग होइन यो त मेरो चप्पल हो त कहाँ तपाईँको हुन्छ हामी भुजिया दिएर साटेछ चप्पल बिहान बिहान यो साटो मेरो चप्पल ए मैले अब के बेच्न लागेको तिमीले मैले मेरो चप्पल आफै किन्नु पर्ने भयो अब तपाईँको चप्पल हो तपाईँको चप्पल भनेर यहाँ नाम लेखिया छ हामीले भुजिया दिएर ल भन कति रुपियाँ अब आफ्नै चप्पल किन्नु पर्ने किन आयो कति रुपियाँ फेरि हाल्नुहोस् चप्पल छ 50 टका हो हजुर 50 टका 50 टका निकाल बुझ्यौ होला नि 50 टका के मैले हेरेनु पर्ने नभनी खुर्क निकालेर दिनु नि दिइहाल्नु मान्छेको फेला परिहाल्छ आज दिइहाल्छु एकैमा किचै गरेर बस्छ निकालौ निकाल त भइहाल्छ मलाई होइन उता देऊ के कति न म भिखारी जस्तो गर्छु त चप्पल दिइहाल्ने हो चप्पल देऊ पैसा ल्याएको देखेनौ के दिइहाले भन्छ छिटो निकाल न म त खोल्दैछु त अरे ल यो चप्पलको चाहिँ भुजिया देऊ अब यसै भएन उसै भएन त्यो चप्पल हुँदैन त कहाँ हुन्छ त चप्पल ए यसको भुजिया नि आउँदैन त्यसको हजुर आउँदैन अरे के हो भुजिया त देऊ न आफ्नै आँखा अगाडि तिम्रो चप्पल मैले यसरी फाल्नु पर्यो कस्ता दशा लगाएर यही त रहेछ नि जिन्दगी त्यस्तो दिइहाल्नु दिनु पर्यो त देऊ न देऊ तिर्छु देऊ के खाने जतिकै गरेर घर आए गई सबै जोडेर दिन्छु गइहाल्नु गई त हालेछु आहो एउटा कुरा बिर्सिएछ हौ के ठ्याक्कै बुद्धि आयो हौ मेरो त आफ्ना चप्पल आइहाले मलाई यो जुत्ता के काम अर्काको ऋण बेहोरी मलाई जुत्ता किन्नु किन परेको छ जुत्ता फिर्ता गरेर आउनु तिमी आफै हेर त यत्रो सिसा गाडीको कसले किन्छ भनेर ल तिमी भाइ किन्छौ यो सिसा गाडीको अब सिसै गाडीको चाहिँ किन्थिन त्यो सिसा फुत्ता निकालेर दिए भए चाहिँ किन्थेँ ले तिमी फुट्टा निकालेर ल्याउँ ल फुट्टा ल निस्केर भनेदेखि म हेरेर ल्याउँ ल कस्तो नराम्रोसँग गाडी छ हौ के गर्छ यो मान्छे अहिले चट्ट सिसाले हात काट्छ अनि फेरि मैले नै उपचार गर्नुपर्ने होला त्यहाँ लगेर ठोकाउनु अनि भइहाल्छ नि कस्तो मान्छे ठिकै छ फेरि फुटायो यही त रहेछ नि जिन्दगी अब के हुन्छ साहुजी अब त झन् खट्टम पारेलाई यो त हुँदैन अब यो जुत्ता लिएर जाऊ अब जुत्ता सिलाउने ठाउँमा सिलाएर घटेर लिएर जाऊ त्यसो भनेर कहाँ हुन्छ साहुजी अहिले भर्खरै तपाईँको पसलबाट लगेको ट्राई गरेको बाइक लगेकै छैन त्यत्तिकै सिसा काटिन्छ बाटो बढी लगेर ल्यायो होला अनि यहाँ आएर मलाई कराउँछ डुप्लिकेट जुत्ता बेच्यो दुनियाँलाई ठग्यो जब एउटा सिसा निकाल्दा सोलै प्वाक्क उकिन्छ 6 महिनाको ग्यारेन्टी त चाहिँ पनि हुन्छ नि कमसेकम आफूले जानिकन अब टिस्टरी ढुङ्गामा ट्याङ हान्छ अनि ग्यारेन्टी हुन्छ तिमी आफै भनेर ल्यायो अघि नै तिमी बाठो भए होइन मैले त तिमीलाई भन्दै थिएँ नि म हातैले निकाल्न खोज्दै थिएँ दाँतले निकाल्न खोज्दै थिएँ ठ्याक्क लगाएर ठोक भने होइन अब तिम्रो जुत्ता तिमी नै राख तिमी नै पैसा तिर म गएँ पैसा पनि गयो जुत्ता पनि फाट्यो चप्पल पनि चुट्यो
यो जुङ्गे कहाँ कुन दिनमा कहाँ फसेर आएछ ल साउजी म लागे